नेपाल सरकारले नेपाल ट्राफिक प्रहरीलाई एउटा सर्कुलर जारी गरेर अबदेखि लाइसेन्स नभएमा नागरिक एपमा भएको लाइसेन्सले पनि सवारी चेक जाँचमा छुट दिने भनेर भनिएको छ। यदि हजुरले कुनै गल्ती गर्नुभएको छैन, मात्र सवारी चेक जाँच गरिरहेको छ, त्यो बेला हजुरले लाइसेन्स देखाउँदाखेरि नागरिक एपको माध्यमबाट लाइसेन्स देखाउनु भयो भने हजुरलाई छुट दिने भनेर भनिएको छ। यदि हजुरले कुनै गल्ती गर्नुभयो, ट्राफिक नियम उल्लङ्घन गर्नुभयो भने भौतिक रूपमा उपस्थित हुँदाखेरि हजुरले ओरिजिनलै सक्कलै लाइसेन्स उपलब्ध गराउनु पर्ने हुन्छ। यदि हजुरले पनि आफ्नो नागरिक एपमा लाइसेन्स अपडेट गर्न चाहनुहुन्छ भने कसरी गर्ने भनेर म सिकाउन गइरहेको छु। मोबाइल नम्बर आफ्नो नाममा हुनुपर्ने हुन्छ। जुन हजुरको नागरिकता रहेको छ त्यही नाममा सिम कार्ड निकाल्नु पर्ने हुन्छ। त्यो सिम नम्बर रहेपछि आफ्नो नागरिकता नम्बर, नागरिकता जारी गरेको जिल्ला, जन्ममिति र नागरिकता बनाएको डेट अपलोड गर्नुभयो भने नागरिक एप खुल्छ। नागरिक एप खुलिसकेपछि ड्राइभिङ लाइसेन्स नम्बर अपडेट गर्नुभयो भने सजिलैसँग आफ्नो पुरा डिटेलमा लाइसेन्स डिटेलहरू देखाउनेछ। अब आउनुहोस् कसरी हजुरले यो अपडेट गर्न सक्नुहुन्छ भनेर सिकाउनु गइरहेको छु। नागरिक एप ओपन गरेपछि हजुरले यहाँ मोबाइल नम्बर टाइप गर्नुपर्ने हुन्छ। मोबाइल नम्बर टाइप गरेर प्रोसिडमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरलाई यहाँ न्यू डिभाइस डिटेक्टेड, प्लिज भेरिफाई युजिङ प्रिभियस भेरिफाइड डकुमेन्ट भन्छ र मेसेज पनि आउँछ नागरिक एपबाट। नागरिक एपबाट आएको ओटिपी टाइप गर्नु होला। यो टाइप गरिसकेपछि हजुरले प्रोसिडमा क्लिक गर्नु होला। अब हजुरलाई यहाँ नागरिकता रजिस्टर गर्नुहोस् भनेको छ। आफ्नो नागरिकता नम्बर, कहाँ बनाउनु भएको हो, अनि डेट अफ बर्थ कति छ र सिटिजनसिप कति छ, यो सबै टाइप गरिसकेपछि हजुरले प्रोसिडमा क्लिक गर्नु होला। प्रोसिड गरेपछि यस्तरी खुल्नेछ। अब हजुरले यहाँ ड्राइभिङ लाइसेन्स टाइप गर्नुपर्ने हुन्छ। यहाँ ड्राइभिङ लाइसेन्स नम्बर टाइप गर्नु होला। क्युआर सहित हजुरलाई लाइसेन्स डिटेल आउनेछ। यो क्युआरमा स्क्यान गरेर पनि हजुरले सजिलैसँग डिटेलहरू पाउन सक्नुहुन्छ र लाइसेन्सको फोटो सहितको आएको छ। यो लाइसेन्स हेर्न सक्नुहुन्छ। यही लाइसेन्स देखाएर हजुरले छुट पाउने भनेको छ। यदि हजुर चेक जाँचमा मात्रै हुनुहुन्छ भने यो लाइसेन्सले मान्यता हुन्छ, ट्राफिकले फाइन काट्दैन। र यदि हजुरले फाइनहरू काटेको छ, पहिला हजुरले ट्राफिक नियम उल्लङ्घन गर्नुभएको छ भने भोइलेसन रेकर्ड भन्ने देख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। त्यो ट्राफिक नियमका गल्तीहरू जति सबै यहाँ आउँछ। जतिवटा चिट काट्नु भएको छ सबै अनलाइन चिटहरू जति यहीँ देखिनेछ। हजुरले चिट काटेको के कारणले हो त्यो पनि देखाउनेछ। यहाँ धेरै अप्सनहरू रहेको छ। अन्य अप्सनहरूको लागि म फेरि अर्को भिडियो लिएर आउनेछु। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ नयाँ टेक्नोलोजी सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।